बाइबलको नयाँ करार अनुसार यीशु मृत्युबाट बौरी उठेपछि करिब 40 दिनसम्म पृथ्वीमा रहेर धेरै पटक देखा पर्नुभयो। आज हामी यीशु बौरी उठ्नु भएको 3 शक्तिशाली प्रमाणहरू हेर्नेछौँ। पहिलो प्रमाण, खाली चिहान। यीशुलाई गाडिएको चिहानको ढुङ्गा पल्टाइएको थियो र भित्र उहाँको शरीर थिएन। स्वर्गदूतले मरियम मग्दलिनी र अरू स्त्रीहरूलाई भन्नुभयो, उहाँ यहाँ हुनुहुन्न, किनभने उहाँ बौरी उठ्नु भएको छ। मत्ती 28 अध्यायको 6 पदमा। त्यस समयमा यीशुको चिहान बाहिर ठुलो ढुङ्गा राखिएको थियो र रोमी सिपाहीहरूको कडा पहरा थियो। यदि चेलाहरूले शरीर चोर्न चाहेका भए पनि त्यो सम्भव थिएन। चिहान खाली भेटिनुले के प्रमाणित गर्छ भने कुनै मानवीय शक्तिले नभई परमेश्वरको शक्तिद्वारा उहाँको पुनरुत्थान भएको थियो। स्वर्गदूतले भनेका छन्, किनभने उहाँ बौरी उठ्नु भएको छ। जस्तो उहाँले भन्नुभएको थियो, यीशुले आफ्नो मृत्यु अघि नै पटक पटक भन्नुभएको थियो कि उहाँ मारिनु हुनेछ र तेस्रो दिनमा बौरी उठ्नु हुनेछ। खाली चिहानले यीशुका हरेक शब्द सत्य छन् र उहाँले जे भन्नुहुन्छ त्यो पुरा गर्नुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ। दोस्रो प्रमाण, मरियम मग्दलिनीलाई दर्शन। बौरी उठ्नु भएपछि यीशु सबैभन्दा पहिले मरियम मग्दलिनी कहाँ देखा पर्नुभयो र उनीहरूसँग कुराकानी गर्नुभयो। यूहन्ना 10 अध्यायको 11 देखि 18 मा हामी देख्न सकिन्छौँ। प्रभु यीशु बौरी उठेपछि कुनै शक्तिशाली राजा वा प्रभावशाली धर्मगुरुहरू कहाँ जानु भएन। उहाँले सबैभन्दा पहिले मरियम मग्दलिनीलाई रोज्नुभयो। मरियम त्यो स्त्री थिइन् जसलाई प्रभु यीशुले 7 वटा भूतहरूबाट छुटकारा दिनुभएको थियो। यसले के देखाउँछ भने परमेश्वरको राज्यमा पोस्ट भन्दा प्रेम र समर्पण ठुलो हुन्छ। उहाँ आफ्नो साँचो प्रेम गर्ने भक्तहरूसँग व्यक्तिगत सम्बन्ध राख्नुहुन्छ। मरियम चिहानको बाहिर रोइरहेका थिइन्। उनलाई लागेको थियो कि कसैले प्रभुको शरीर चोरेर लग्यो। सुरुमा उनले प्रभु यीशुलाई चिन्न सकेनन् र माली भन्ठानिन्। तर जब यीशुले उनलाई नामै काटेर मरियम भन्नुभयो, तब मात्र उनको आँखा खुल्यो। जब परमेश्वरले हामीलाई व्यक्तिगत रूपमा बोलाउनुहुन्छ, तब मात्र हाम्रो आत्मिक अन्धकार हट्छ र शोक आनन्दमा बदलिन्छ। प्रभु यीशुले मरियमलाई भन्नुभयो, मलाई नछौ, किनभने म अहिलेसम्म पिता कहाँ गएको छैन। अब यीशु र उनीहरू बीचको सम्बन्ध पहिलेको जस्तो शारीरिक मात्र रहेन। अब उहाँ छिट्टै स्वर्ग जानुहुने र पवित्र आत्माद्वारा सधैँ उनीहरूको साथमा रहने नयाँ युगको सुरुवात हुँदै थियो। उहाँले मरियमलाई आफ्नो पुरानो यादमा टाँसिरहनु भन्दा नयाँ सन्देश फैलाउन प्रेरित गर्नुभयो। यस घटनामा प्रभु यीशुले एउटा नयाँ शब्द प्रयोग गर्नुभयो। उहाँले भन्नुभयो, मेरा दाजुभाइ कहाँ गएर भनिदेऊ। यस अघि उहाँले चेलाहरूलाई मित्र वा दास भन्नुहुन्थ्यो, तर पुनरुत्थान पछि उहाँले उनीहरूलाई परिवारको दर्जा दिनुभयो। यसले के प्रमाणित गर्छ भने यीशुको मृत्यु र पुनरुत्थानले मानिस र परमेश्वर बीचको दूरी मेटाइदिनु भयो। मरियम मग्दलिनीलाई प्रेरितहरूकी प्रेरित भनिन्छ। यीशुले एउटा स्त्रीलाई आफ्नो पुनरुत्थानको पहिलो साक्षी र सुसमाचार बनाउनु भयो। त्यस समयको पुरुष प्रधान समाजमा यो एउटा ठुलो क्रान्ति थियो। यसले देखाउँछ कि परमेश्वरको नजरमा स्त्री र पुरुष बराबर छन् र सुसमाचार सुनाउने अधिकार सबैलाई छ। मरियम मग्दलिनीलाई दिएको यो दर्शनले प्रमाणित गर्छ कि यीशु केवल एउटा विचार वा आत्मा मात्र होइन, बरु शरीरमै जीवित हुनुभएको प्रभु हुनुहुन्छ। उहाँले हाम्रो आँसु पुस्नुहुन्छ र हामीलाई नाम काटेर बोलाउनुहुन्छ। तेस्रो प्रमाण, शङ्कालु थोमाको प्रमाण। चेला थोमाले यीशु जीवित हुनु भएको कुरामा विश्वास गरेका थिएनन्, तर प्रभु यीशुले उनलाई आफ्ना हातका किलाका खतहरू र कोखाको चोट देखाउनु भएपछि उनले मेरो प्रभु र मेरो परमेश्वर भनी स्वीकार गरे।
यूहन्ना 20 अध्यायको 24 देखि 29 मा देख्न सकिन्छ। थोमाको शङ्काले वास्तवमा संसारलाई एउटा ठुलो प्रमाण दियो। यीशु केवल आत्मा वा भूतको रूपमा होइन, तर शरीर बौरी उठ्नु भएको थियो भन्ने कुरा थोमाको जिद्दीले प्रमाणित गर्यो। घाउका दागहरू, यीशुले आफ्नो शरीरमा क्रुसको किलाका खतहरू र कोखाको चोट बोकिरहनु भएको थियो। यसले यो देखाउँछ कि जुन यीशु क्रुसमा मर्नुभयो उहाँ नै जीवित हुनुभएको थियो। मानवीय कमजोरीको स्वीकार, प्रभु यीशुले थोमालाई हप्काउनुको साटो उहाँको नजिक आएर भन्नुभयो, तिम्रो औँला यहाँ हाल र मेरा हातहरू हेर। यसले परमेश्वर र हाम्रो कमजोरी र शङ्कालाई बुझ्नुहुन्छ र हामीलाई विश्वासमा डोर्याउन आफै अघि सार्नुहुन्छ भन्ने देखाउँछ। देख्ने र नदेखी विश्वास गर्ने बीचको भिन्नता। यस घटनाको अन्त्यमा प्रभु यीशुले भन्नुभएको वचन, धन्य ती हुन् जसले नदेखिकन विश्वास गर्दछन्। जब थोमाले प्रमाण देखे उनले मेरो प्रभु र मेरो परमेश्वर भने। यो बाइबलकै सबैभन्दा शक्तिशाली शब्द मानिन्छ, किनकि थोमाले यीशुलाई केवल एक गुरु मात्र होइन तर परमेश्वर नै स्वीकार गरे। हाम्रो लागि यो सन्देश छ कि थोमाले त देखेर विश्वास गरे, तर प्रभु यीशुले आजका मानिसहरूलाई बढी धन्य भन्नुभएको छ, किनकि हामीले उहाँलाई शरीरमा नदेखे पनि उहाँको वचन र पवित्र आत्माको गवाहीद्वारा विश्वास गर्छौँ। थोमाको घटनाले हाम्रो विश्वासलाई एउटा सत्यताको प्रमाण दिन्छ कि हाम्रो विश्वास कुनै काल्पनिक कथामा होइन तर सत्यतामा आधारित छ।